त त्यहाँ 1 घण्टा कुरेर अब यता ल्याइदिए अब जुन मेन जुन चाहिँ टनेल छ मुख्य चाहिँ टनेल मुख्य सुरुङ मार्ग त्यसको चाहिँ 45 मिटर मात्रै ब्रेक थ्रो हुन बाँकी छ। अब अर्को चाहिँ इभ्याकुएसन जो इमर्जेन्सी टनेल छ त्यसको चाहिँ करिब चाहिँ 450 मिटर जति बाँकी छ। 4 महिनाभित्र चाहिँ यो मुख्य जुन टनेल छ 4 महिना जतिमा चाहिँ यो ब्रेक थ्रो हुन्छ। अब जुन चाहिँ इमर्जेन्सी टनेल छ त्यो चाहिँ थोरै समयमा नै ब्रेक थ्रो भइ नै हाल्छ। करिब चाहिँ 1 वर्षभित्र हामीले यातायात सञ्चालन गर्ने गरी यो सुरुङ मार्गलाई चाहिँ सम्पन्न गर्ने योजनाका साथ लागिरहेका छौँ। वास्तवमा यो देशकै सङ्घीय राजधानी काठमाडौँ जोड्नका निम्ति यो धेरै महत्त्वपूर्ण आयोजना नेपालमा पहिलो एउटा नमुनाको रूपमा पहिलो प्रयोगको रूपमा ट्रान्सपोर्टेसन यो यातायात को चाहिँ सुरुङ मार्गको रूपमा चाहिँ यो आयोजना अगाडि बढेको छ। अब आवत जावतको निम्ति सहजता त हुन्छ नै, त्यति मात्रै होइन कि यो आयोजनाले चाहिँ नेपालको समृद्धिमा विकासमा आर्थिक उन्नतिमा निकै ठुलो मद्दत पुर्याउनेछ। त्यसरी नै नेपाल जस्तो पहाडी देशको निम्ति जापानको सहयोगमा जापानको जाइकाले जुन सहयोग गरेको छ हामीलाई करिब 16.5 अर्ब जति चाहिँ जापानबाट सहयोग एउटा सफ्ट लोनको रूपमा सहयोग प्राप्त भएको छ। नेपाल सरकारले 7 अर्ब जति यसमा लगानी गरिरहेको छ। यो बजेटबाट हामीले जुन काम गरिरहेका छौँ यसको चाहिँ अहिले देख्दा खर्च अलि बढी जस्तो देखिन्छ, तर चाहिँ भविष्यमा यसबाट हामीले जुन प्राप्त गर्ने चाहिँ बेनिफिट छ, जुन प्राप्त गर्ने फाइदा छ त्यो निकै चाहिँ महत्त्वपूर्ण छ। त्यसकारण यो टनेलको चाहिँ निर्माण कार्य सम्पन्न गरी यो टनेलमा यो सुरुङ मार्गमा चाहिँ यातायातका साधनहरू सञ्चालन गर्ने अवस्थासम्म पुर्याउने कुरा चाहिँ धेरै महत्त्वपूर्ण छ। हाम्रो मन्त्रालयको एकदम प्राथमिकतामा छ। हामीले निर्धारित समयमै यो काम सम्पन्न गर्नेछौँ र जनप्रतिनिधिहरू यहाँका स्थानीय जनतालाई पनि हाम्रो चाहिँ अनुरोध के छ भने यसको निम्ति चाहिँ सहयोग पनि गर्ने, केही बाधा अवरोध छन् भने ती पन्छाउने गरी सहयोग गरौँ र सँगसँगै चाहिँ खबरदारी पनि गरौँ। कहीँ कतै समस्या भए यहाँका चाहिँ प्राविधिकहरूले समयमा काम गरेनन्, निर्माण व्यवसायले काम गरेनन्, कर्मचारीहरूले काम गरेनन्, त्यसको सूचना पनि हामीलाई चाहिँ उहाँले दिनुहुनेछ। र जहाँनिर कमजोरी हुन्छ, जहाँनिर खोट देखिन्छ, जहाँनिर चाहिँ काममा ढिलासुस्ती हुन्छ, जहाँनिर चाहिँ गुणस्तरीय काम हुँदैन त्यो मन्त्रालयले कुनै पनि हालतमा त्यस्तो कुरालाई चाहिँ छुट दिँदैन। हामी त्यसलाई चाहिँ कारबाही पनि गर्छौँ र गुणस्तरीय काम गर्ने, समयमा काम गर्ने निर्माण व्यवसाय होला अथवा चाहिँ कर्मचारी प्राविधिकहरूलाई हामीले पुरस्कृत गर्छौँ। र म एकदम चाहिँ
विश्वासका साथ के अनुरोध गर्न चाहन्छु भने उहाँहरू सबैले आफ्नो आफ्नो जिम्मेवारी पुरा गर्नुहुन्छ र निर्धारित समयमा गुणस्तरीय समयमा पनि र गुणस्तर मेन्टेन हुने गरी चाहिँ यो टनेलको काम यो सुरुङको काम चाहिँ सम्पन्न हुनेछ। हामी यो कुरामा विश्वस्त छौँ। राखेको हुन्छौँ त्यो सिसिटिभीले यहाँ मोनिटर मोबाइल चल्दैन, एफएमहरू चल्दैन, तर 6वटा 8वटा एफएम चाहिँ हामी